सो आजको यो भिडियो चाहिँ हामीले आफ्नो च्यानललाई मोनिटाइजको लागि हामीले कसरी एप्लाई गर्न सकिन्छ भन्ने बारेमा आजको यो भिडियो रहेको छ। यो भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला, यो भिडियोलाई लाइक गरिदिनु होला। सर्वप्रथम म चाहिँ आफ्नो भ्युअर्सहरूलाई, साथीहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु, किनभने यहाँहरूको सपोर्टले गर्दा, यहाँहरूको मायाले गर्दाखेरि चाहिँ मेरो सब्स्क्राइबर साथै मेरो वाच टाइम चाहिँ पुरा भएको छ। अब चाहिँ म तपाईलाई मेरो च्यानललाई मोनिटाइजको लागि म एप्लाई गरेर म तपाईहरुलाई देखाउने छु। सर्वप्रथम हामीले चाहिँ मोनिटाइज गर्नको लागि चाहिँ हामीले केही कुराहरु हामीले ध्यान दिनुपर्ने हुन्छ। म तपाईलाई आफ्नो मोनिटाइज चाहिँ म YT स्टुडियोबाट म तपाईलाई गरेर देखाउने छु। तपाईहरुले पनि आफ्नो च्यानललाई मोनिटाइज तपाईले गराउन चाहनुहुन्छ, मोनिटाइजको लागि तपाईले एप्लाई गराउन चाहनुहुन्छ भने तपाईले YT स्टुडियोबाट गर्न सक्नुहुनेछ। यो YT स्टुडियो चाहिँ हामीले आफ्नो च्यानलको बारेमा हेर्नको लागि एकदमै उपयोगी एप हो। त्यसैले म यो YT स्टुडियोलाई म ओपन गर्नेछु। हामी YT स्टुडियोको हामी ड्याशबोर्डमा छौं। अब हामीले चाहिँ आफ्नो च्यानललाई चाहिँ मोनिटाइजको लागि हामीले एप्लाई गर्नको लागि सबैभन्दा मुनतिर तपाईले यो अन भन्ने अप्सन देख्न सक्नुहुनेछ। तपाईले यसमा टच गर्नु होला र टच गरिसकेपछि मेरो चाहिँ मोनिटाइजको लागि एप्लाई गर्ने अप्सन चाहिँ आइसकेको छ। अब हामीले मोनिटाइजको लागि एप्लाई गर्नुभन्दा अगाडि चाहिँ हामीले केही कुराहरु हामीले ध्यान दिनुपर्ने हुन्छ। तपाईले थोरै स्क्रोल डाउन गर्नु होला। मोनिटाइज हामीले एप्लाई गर्नको लागि चाहिँ हामीसँग चाहिँ सब्स्क्राइबर 1000 हाम्रो सब्स्क्राइबर हुनुपर्छ। त्यसैगरी 1000 सब्स्क्राइबरमा मेरो टिक लागिसकेको छ, राइट लागिसकेको छ। त्यसैगरी हाम्रो 4000 घण्टा हाम्रो वाच टाइम हाम्रो हुनुपर्छ। सो मेरो चाहिँ 4000 घण्टा भन्दा धेरै वाच टाइम मेरो आइसकेको छ। त्यसैगरी हाम्रो यो जीमेलमा चाहिँ 2 स्टेप भेरिफिकेसन पनि हाम्रो हुनुपर्छ। त्यसैगरी चाहिँ हाम्रो च्यानलमा चाहिँ हैन, हाम्रो भिडियोमा चाहिँ कुनै पनि हैन कम्युनिटी गाइडलाइन स्ट्राइक चाहिँ आएको हुनु भएन हैन। यी सबै शर्तहरु पूरा भइसकेपछि मात्रै हामीले मोनिटाइजको लागि हामीले एप्लाई गर्न सक्छौं। यी सबै स्टेपहरु चाहिँ पूरा भइसकेको छ भने अब हामीले चाहिँ मोनिटाइजको लागि हामीले चाहिँ एप्लाई गर्न सक्छौं। तर हामीले मोनिटाइजको लागि एप्लाई गरिसकेपछि पनि हाम्रो च्यानल चाहिँ रिभ्यूमा जानेछ। त्यो अवस्थामा चाहिँ हामीले हाम्रो च्यानलमा चाहिँ सब्स्क्राइबर हामीले कसरी पाएका छौं, हामीले कहाँबाट पाएका छौं, वाच टाइम हामीले कहाँबाट पाएका छौं, हामीले पैसा तिरेर त वाच टाइम हामीले किनेका छैनौं, यी सबै कुराहरु चाहिँ युट्युबले रिभ्यू गर्नेछ, हेर्नेछ। त्यो अवस्थामा चाहिँ हामीले यदि हामीले वाच टाइम चाहिँ हैन पैसा तिरेर हामीले चाहिँ किनेका छौं भने त्यो अवस्थामा चाहिँ युट्युबले चाहिँ रिभ्यू गर्दाखेरि समस्या हुन सक्छ। त्यसैले त्यस्तो छ भने तपाईले चाहिँ अगाडि नै चेक गर्नु होला है। ती सबै कुराहरु तपाईले हेर्नु होला। यी सबै कुराहरु तपाईको ठीक छ, राम्रो छ भने अब हामीले चाहिँ मोनिटाइजको लागि हामीले एप्लाई गर्न सक्छौं। साथै हामीले भिडियो चाहिँ अर्कै लागेका छौं र हाम्रो ट्याग र डिस्क्रिप्सन चाहिँ हामीले अर्कै लागेका छौं भने त्यो अवस्थामा पनि तपाईले चेक गर्नुपर्ने हुन्छ। तपाईको कुन प्रकारको भिडियो हो त्यो प्रकारको नै तपाईको ट्याग र डिस्क्रिप्सन तपाईको चाहिँ हुनुपर्छ। त्यो पनि तपाईले चाहिँ चेक गर्नु होला। यो सबै कुराहरु ठीक छ भने अब हामी चाहिँ मोनिटाइजको लागि चाहिँ एप्लाई गर्नेछौं। त्यसको लागि तपाईले चाहिँ एप्लाई नाउमा तपाईले टच गर्नु होला। एप्लाई नाउमा टच गरिसकेपछि हाम्रो चाहिँ 3 वटा स्टेप रहेको छ। हामीले सबभन्दा सुरुमा चाहिँ हेर्ने भने रिभ्यू बेस्ड टर्म भनेर भनेको छ। तपाईले यसमा चाहिँ स्टार्टमा तपाईले टच गर्नु होला। स्टार्टमा तपाईले टच गरिसकेपछि यो तपाईले सबै कुराहरु हैन हेर्न सक्नुहुनेछ, पढ्न सक्नुहुनेछ। रिभ्यूको लागि हामीमा के कुराहरु आवश्यक पर्छ, के कुराहरु चाहिँ चेक हुनेछ भन्ने कुरा यहाँ सबै दिएको छ हैन। यी सबै कुराहरु तपाईले पढिसकेपछि हैन तपाईले सबभन्दा मुनतिर हेर्ने भने यहाँनिर बक्स रहेको छ, आई एक्सेप्ट द बेस्ट टर्म भनेर भनेको छ। तपाईले यसमा चाहिँ टिक गर्नु होला। टिक गरिसकेपछि तपाईले चाहिँ एक्सेप्टमा तपाईले चाहिँ टच गर्नु होला। र यहाँ मेरो पहिलो स्टेप चाहिँ पूरा भइसकेको छ र सेकेन्ड स्टेपमा चाहिँ मैले पहिला चाहिँ आफ्नो च्यानलबाट चाहिँ मैले एडसेन्स अकाउन्ट चाहिँ मैले बनाउनको लागि ट्राई गरिरहेको थिएँ। त्यसै कारणले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ एडसेन्स अकाउन्ट चाहिँ सेटअप गर्ने चाहिँ जुन अप्सनमा चाहिँ स्टार्ट भन्ने बटन छैन। अब यो अवस्थामा पनि हामीले ठिकै छ हैन, किनभने हामीले चाहिँ एडसेन्स अकाउन्ट बनाउँदाखेरि चाहिँ हाम्रो च्यानलको जुन जीमेल छ त्योबाट हामीले नबनाएर हामीले छुट्टै जीमेलबाट बनाउँदा राम्रो हुन्छ। किनभने कुनै समयमा हाम्रो च्यानलमा चाहिँ प्रब्लम आयो अथवा हाम्रो च्यानल चाहिँ ह्याक भयो भने त्यो अवस्थामा
एउटै हाम्रो चाहिँ एडसेन्स एकाउन्ट र हाम्रो च्यानलको चाहिँ एउटै जिमेल छ भने त्यो अवस्थामा चाहिँ हाम्रो एडसेन्स एकाउन्टमा आएको पैसा चाहिँ हामीले रिसिभ गर्न सक्दैनौँ। त्यसै कारणले गर्दाखेरि चाहिँ तपाईँले जुन जिमेलबाट तपाईँले च्यानल क्रिएट गर्नुभएको छ तपाईँको त्यो जिमेल नभएर तपाईँले चाहिँ एडसेन्स एकाउन्टको लागि चाहिँ तपाईँले छुट्टै एउटा जिमेल चाहिँ बनाउनु होला। त्यसको लागि चाहिँ म यहाँनिर हेर्ने भने चाहिँ चेन्ज एकाउन्ट भनेर भनेको छ, म यसमा टच गर्नेछु। सबभन्दा सुरुमा चाहिँ एडसेन्स एकाउन्ट छ भनेर भनेको छ, यदि छ भने हामीले सुरुमा हामीले टच गर्न सक्छौँ। तर तपाईँले चाहिँ सेकेन्ड अप्सन चाहिँ तपाईँले चाहिँ चोइस गर्नु होला हैन। मसँग छैन, म बनाउन चाहन्छु भन्ने अप्सन रहेको छ। त्यसैले तपाईँले सेकेन्ड अप्सनमा चाहिँ तपाईँले टिक लाउनु होला र टिक लगाइसकेपछि तपाईँले नेक्स्टमा तपाईँले टच गर्नु होला र तपाईँले टच गरिसकेपछि तपाईँको जति पनि जिमेलहरू छ यहाँनिर तपाईँको सो गर्दछ है। तपाईँले कुन जिमेलबाट चाहिँ आफ्नो एडसेन्स एकाउन्ट तपाईँले बनाउन चाहनुभएको छ त्यो तपाईँले चाहिँ सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि हामीले देख्न सक्छौँ हाम्रो चाहिँ योर च्यानल हैन युआरएल लिङ्क हामीले यहाँनिर देख्न सक्छौँ। त्यसै गरी मुनतिर हामीले हेर्ने भने चाहिँ योर ब्लिङ कन्ट्री भनेर भनेको छ। यहाँ चाहिँ हामीले आफ्नो कन्ट्री चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। तपाईँले यसमा चाहिँ टच गर्नु होला र टच गरिसकेपछि तपाईँले आफ्नो कन्ट्री नेपाल तपाईँले राख्नु होला र तपाईँले नेपाल राखिसकेपछि तपाईँले स्क्रोल डाउन गर्दै जानु होला र तपाईँले स्क्रोल डाउन गर्दै गएपछि र तपाईँले स्क्रोल डाउन गरिसकेपछि सबभन्दा मुनिर यहाँनिर बक्स रहेको छ आई हेभ रिड एन्ड द एक्सेप्ट द एग्रिमेन्ट भनेर भनेको छ। तपाईँले यसमा चाहिँ टिक लाउनु होला र टिक लगाइसकेपछि यहाँ साइडमा हेर्ने भने चाहिँ हैन सेटअप एकाउन्ट भनेर भनेको छ। तपाईँले यसमा चाहिँ टच गर्नु होला र टच गरिसकेपछि हामी अर्को अप्सनमा चाहिँ हामीहरू आइसकेका छौँ। यहाँनिर हामीले चाहिँ एडसेन्स एकाउन्टको लागि चाहिँ हामीले सम्पूर्ण इन्फर्मेसनहरू चाहिँ हामीले भर्नुपर्ने हुन्छ। सबभन्दा सुरुमा हेर्ने भने चाहिँ एकाउन्ट टाइप रहेको छ। एकाउन्ट टाइपमा चाहिँ तपाईँले हैन केही नगर्नु होला, तपाईँले इन्डिभिजुअलै तपाईँले राख्नु होला, यहाँ कुनै पनि चेन्ज नगर्नु होला। त्यसै गरी नेम एन्ड एड्रेस भनेर भनेको छ हैन। नेम एन्ड एड्रेसमा चाहिँ यहाँनिर तपाईँको आफ्नो नाम लाउनु होला। कतिपय साथीहरूले चाहिँ यहाँनिर चाहिँ आफ्नो च्यानलको चाहिँ नाम लाउनुहुन्छ, त्यस्तो मिस्टेक तपाईँले कुनै पनि हालतमा नगर्नु होला। यहाँ चाहिँ तपाईँको आफ्नो डकुमेन्टमा तपाईँको आफ्नो नागरिकतामा तपाईँको नाम के रहेको छ, तपाईँको थर के रहेको छ त्यो तपाईँले यसमा चाहिँ लाउनु होला। त्यसै गरी अब एड्रेस लाइन 1 र एड्रेस लाइन 2 रहेको छ, यसमा पनि हामीले चाहिँ ध्यान दिनुपर्छ। अब यो एड्रेस लाइनमा चाहिँ हामीले के लेख्ने होला। कतिपय साथीहरूले चाहिँ यहाँनिर धेरै मिस्टेक गरेको हैन मैले चाहिँ देख्छु। किनभने यो एड्रेस लाइनमा चाहिँ हामीले चाहिँ एडसेन्सको पिन चाहिँ हामीले कहाँबाट पाउने हो त हैन, कुन ठाउँबाट हामीले रिसिभ गर्ने हो त्यो एड्रेस चाहिँ तपाईँले यसमा चाहिँ लाउनु पर्ने हुन्छ। जस्तै उदाहरणको लागि तपाईँ चाहिँ घर चाहिँ अब पहाडको इलाकामा छ, तपाईँ चाहिँ अहिले झापाको दमकमा बसिरहनु भएको छ भने अब तपाईँले चाहिँ आफ्नो एडसेन्सको पिन चाहिँ तपाईँले कहाँ चाहिँ रिसिभ गर्न चाहनुहुन्छ हैन। यदि गाउँमा रिसिभ गर्न चाहनुहुन्छ भने तपाईँको आफ्नो डकुमेन्टको एड्रेस लाई पनि हुन्छ। तर तपाईँ चाहिँ अहिले झापामा बसिरहनु भएको छ, झापामै तपाईँ चाहिँ रिसिभ गर्न चाहनुहुन्छ भने तपाईँको अहिले टेम्पोररी एड्रेस लाउनु पर्यो। र विशेष गरेर म चाहिँ के भन्न चाहन्छु भने तपाईँ अहिले जहाँ बसिरहनु भएको छ त्यो ठाउँको नजिकैको हुलाक छ होला हैन, त्यो हुलाकको एड्रेस चाहिँ लाउनु होला। हुलाकको तपाईँले चाहिँ पोस्टल कोड हुन्छ, त्यो पोस्टल कोड चाहिँ तपाईँले लाउनु होला, त्यहाँको एड्रेस चाहिँ तपाईँले दिनु होला। त्यसो गर्नुभयो भने तपाईँले चाहिँ सजिलोसँग चाहिँ पिन कोड तपाईँले पाउन सक्नुहुनेछ। तपाईँले हुलाकको चाहिँ हैन पोस्टल कोड तपाईँले दिनुभयो भने त्यहाँ चाहिँ तपाईँको गुगलको पिन आउनेछ र तपाईँले हुलाकमा गएर चाहिँ सजिलो तरिकाले तपाईँले चाहिँ रिसिभ गर्न सक्नुहुनेछ। तर तपाईँले आफ्नो घरको एड्रेस दिनुभयो र घरैमा मेरो पिन कोड आउँछ भनेर तपाईँ ढुक्क बस्नुभयो भने तपाईँको नआउन पनि सक्छ। त्यसै कारणले गर्दाखेरि म के भन्न चाहन्छु भने यो एड्रेस लाइनमा चाहिँ तपाईँले चाहिँ आफ्नो नजिकैको हुलाकको एड्रेस दिनु होला र जहाँबाट तपाईँले चाहिँ आफ्नो पिन चाहिँ तपाईँले रिसिभ गर्न सक्नुहुनेछ। अब हामीले हुलाकको एड्रेस त दिने र पछि गएर चाहिँ हामीले एडसेन्स एकाउन्टमा चाहिँ हामीले आफ्नो डकुमेन्टको एड्रेस हुनु पर्दैन र भन्ने पनि एउटा प्रश्न आउन सक्छ। तर वास्तवमा त्यो हो, किनभने हामीले अहिले आएर चाहिँ पिन हामीले रिसिभ गर्नको लागि चाहिँ हामीले हुलाकको एड्रेस दिए तापनि पछि आएर चाहिँ हाम्रो पिन आइसकेपछि तपाईँले चाहिँ आफ्नो
एडसेन्स एकाउन्टमा गएर तपाईँले चाहिँ पेमेन्ट इन्फर्मेसन भन्ने अप्सनमा गएर तपाईँले त्यसमा चाहिँ चेन्ज गर्न सक्नुहुनेछ। तपाईँले त्यसरी गर्नुभयो भने चाहिँ तपाईँको आइडेन्टिटीको लागि भेरिफाई पनि हुनेछ, साथै तपाईँको एड्रेस भेरिफाई पनि तपाईँको हुनेछ। त्यसैले तपाईँले एड्रेस लाइनमा चाहिँ तपाईँको अहिले जहाँबाट तपाईँले चाहिँ आफ्नो पिन चाहिँ रिसिभ गर्न चाहनुहुन्छ त्यो एड्रेस चाहिँ तपाईँले यसमा चाहिँ लाउनु होला। त्यसै गरी मैले चाहिँ एड्रेस लाइन 1 मा चाहिँ मैले दमक नगरपालिका 5 मैले झापा भनेर लाएँ, किनभने हुलाक पनि होइन दमक नगरपालिका 5 मै रहेको छ। त्यसै गरी एड्रेस लाइन 2 मा चाहिँ तपाईँले चाहिँ होइन झापा नेपाल, त्यसै गरी तपाईँले चाहिँ आफ्नो नम्बर चाहिँ लाउनु होला। यहाँ चाहिँ मैले आफ्नो नम्बर चाहिँ एउटा डेमोको लागि होइन एउटा मैले एक्जाम्पलको लागि मात्रै लाएको छु, तर यसमा चाहिँ तपाईँले आफ्नो नम्बर चाहिँ लाउनु होला, किनभने पछि तपाईँको पिन आइसकेपछि तपाईँले आफ्नो नम्बर चाहिँ लाउनु भएको छ भने तपाईँलाई आफ्नो नम्बरमा चाहिँ फोन आउनेछ। त्यसै कारणले गर्दाखेरि यहाँ एड्रेस लाइन 2 मा चाहिँ तपाईँले होइन आफ्नो नम्बर चाहिँ जसरी पनि तपाईँले चाहिँ लाउनु होला। त्यसै गरी तपाईँले स्क्रोल डाउन गर्नु होला र मुनितिर हेर्ने भने चाहिँ सिटी रहेको छ होइन, सिटीमा चाहिँ तपाईँले दमक लाउनु होला, आफ्नो सिटी होइन आफ्नो सहर कुन हो त्यो तपाईँले लाउनु होला। र यो पोस्टल कोड रहेको छ, पोस्टल कोड चाहिँ होइन अघि मैले पनि भने होइन तपाईँको हुलाकको चाहिँ हुलाक नम्बर चाहिँ लाउनु होला होइन, त्यो तपाईँले खोजेर होइन त्यहाँ हुलाकमा गएर तपाईँले चाहिँ आफ्नो हुलाकको चाहिँ तपाईँले कोड चाहिँ यसमा चाहिँ लाउनु होला। र तपाईँले यो लगाइसकेपछि सबभन्दा मुनि चाहिँ हेर्ने भने चाहिँ फोन नम्बर भनेर भनेको छ होइन, यहाँ चाहिँ तपाईँले चाहिँ आफ्नो नम्बर चाहिँ लाउनु होला होइन, तपाईँले आफ्नो नम्बर लाउनु होला। र तपाईँले आफ्नो नम्बर लगाइसकेपछि तपाईँले चाहिँ सबमिटमा चाहिँ तपाईँले टच गर्नु होला। र तपाईँले यसरी चाहिँ आफ्नो एड्रेस लाउनु भयो भने चाहिँ तपाईँले जसरी पनि आफ्नो पिन चाहिँ तपाईँले पाउनुहुनेछ होइन, हुलाकमा तपाईँले पाउनुहुनेछ, हुलाकसम्म तपाईँको पिन चाहिँ आइपुग्नेछ र तपाईँ हुलाकमा गएर चाहिँ आफ्नो पिन चाहिँ तपाईँले चाहिँ रिसिभ गर्नु होला। र सम्पूर्ण इन्फर्मेसनहरू लगाइसकेपछि तपाईँले चाहिँ सबमिटमा टच गर्नु होला। र यति गरिसकेपछि चाहिँ हामीले सक्सेसफुली तरिकाले चाहिँ होइन हामीले गरिसकेका छौँ। र त्यस पछाडि चाहिँ रिडाइरेक्ट हाम्रो चाहिँ वाइटी स्टुडियो चाहिँ हाम्रो फेरि त्यसैमा हाम्रो यहाँनिर आउनेछ। र हामीले यहाँ 2 नम्बरमा चाहिँ हामीले आफ्नो एडसेन्स एकाउन्टको लागि चाहिँ हामीले आफ्नो इन्फर्मेसन चाहिँ हामीले लगाइसकेका छौँ। अब तपाईँको चाहिँ यो प्रोसेस हुनको लागि चाहिँ तपाईँको यहाँनिर भनेको छ होइन 2 देखि 3 हप्तासम्म लाग्छ भनेर भनेको छ, तर वास्तवमा हेर्ने भने ढिलोमा तपाईँको 1 हप्ता लाग्न सक्छ प्रोसेस हुनको लागि होइन। र तपाईँको यो एप्रुभ हुनको लागि चाहिँ तपाईँको 3-4 घन्टा तपाईँको टाइम लाग्छ होइन छिटोमा होइन। र एप्रुभ भइसकेपछि चाहिँ अब हाम्रो 2 नम्बरको जुन अहिले यहाँनिर इन प्रोसेस भनेर भनेको छ यसमा चाहिँ हाम्रो चाहिँ डन भन्ने अप्सन चाहिँ हाम्रो आउनेछ। त्यसको लागि चाहिँ तपाईँको होइन छिटोमा तपाईँको 3-4 घन्टा लाग्न सक्छ, ढिलोमा तपाईँको यहाँनिर 1-2 हप्ता भनेर भनेको छ, तर त्यति टाइमसम्म चाहिँ तपाईँको लाग्दैन। र हाम्रो चाहिँ एप्रुभ भइसकेपछि यहाँनिर हाम्रो डन आइसकेपछि चाहिँ अब तेस्रो नम्बरमा चाहिँ हेर्ने भने चाहिँ हाम्रो च्यानल चाहिँ रिभ्यूको लागि जानेछ होइन। र रिभ्यूको लागि जाँदाखेरि हाम्रो च्यानल चाहिँ चेक हुनेछ, हाम्रो भिडियोहरू चेक हुनेछ, हामीले सब्सक्राइबर कहाँबाट हामीले पाएका छौँ, भिडियोको हाम्रो वाच टाइम चाहिँ कहाँबाट आएको छ, यी सबै कुराहरू चाहिँ चेक हुनेछ। र हाम्रो च्यानलमा चाहिँ कुनै पनि त्यस्तो होइन गलत तरिकाले हामीले चाहिँ सब्सक्राइबरहरू गेन गरेका छैनौँ, हामीले वाच टाइमहरू चाहिँ सही तरिकाले हामीले पाएका छौँ भने अब हाम्रो च्यानल चाहिँ मोनिटाइज हुनेछ। र हाम्रो च्यानल चाहिँ चेक हुनको लागि चाहिँ त्यस्तै होइन अबाउट 1 मन्थ भनेर भनेको छ होइन। यो सुरुमा चाहिँ हाम्रो यो इन प्रोसेस भनेर भनेको छ, इन प्रोसेस भइसकेपछि हाम्रो च्यानल चाहिँ चेकको लागि जानेछ र यो चाहिँ हाम्रो लगभग 1 महिनासम्म लाग्छ भनेर भनेको छ, तर 1 महिनासम्म नलाग्न सक्छ, तपाईँको 1-2 दिनमा नै तपाईँको च्यानल चाहिँ चेकिङ भइसक्नेछ। र हाम्रो च्यानल चाहिँ चेक भइसकेपछि हाम्रो भिडियोलाई चाहिँ कसरी मोनिटाइज गर्ने होइन भन्ने बारेमा म भिडियो लिएर आउने छु र म तपाईँलाई यो पनि सो गर्नेछु। आजको जानकारी कस्तो लाग्यो पक्कै पनि यो भिडियो राम्रो लाग्यो भने यो भिडियोलाई लाइक गरिदिनु होला। र यस पछाडि चाहिँ अब हाम्रो सम्पूर्ण भिडियोमा चाहिँ मोनिटाइज कसरी अन गर्ने म त्यो भिडियो लिएर आउनेछु। आजको जानकारी यति नै, हवस् त, बाइ बाइ।